ऊर्जा मन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिन्ह बिजुलीको चिम रहने। शिक्षकलाई शिक्षा मन्त्री महावीर पुनको फेसबुकबाटै निर्देशन, 24 घण्टा चुनाव प्रचारमा लागेर पढाउन नछाड्नु। मुख्यमन्त्री नियुक्तिको विवाद, 7 राजनीतिक दलद्वारा मुख्यमन्त्री कार्यालयमै तोडफोड। निर्वाचन आयोगद्वारा आगामी फागुन 21 चुनाव गराउन प्रतिबद्ध। एमालेमा समाहित भएकी नेत्री रामकुमारी झाँक्रीद्वारा आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी। देशमा भएको क्षतिको रिकभर गर्नका लागि एमाले नै उठाउनु पर्ने बेला भएको जिकिर। जेएनजी आन्दोलनले देशलाई दशकौं पछाडि धकेलेको एमाले महासचिव शंकर पोखरेलको आरोप। प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने भनाई। जेएनजी आन्दोलन अघि टोल टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। मुलुकको शान्ति र सुरक्षाका लागि पार्टीले युथ भोलिन्टियर फोर्स गठन गरेको दाबी। मध्य प्रदेश सरकारमा रापरपाको सहभागिता प्रति रापरपा अध्यक्ष राजेन्द्र लिङदेनको आपत्ति। नेपाली कम्युनिष्ट पार्टीमा समाहित सांसद घनश्याम रिजालद्वारा नेकपा एमाले केपी शर्मा ओलीले अराजकतालाई बढुवा दिइरहेको आरोप। सरकार पत्रकारको हक हित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध रहेको संचार मन्त्री जगदीश खरेलको भनाई। प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गर्नुपर्ने भन्दै पार्टीमा दबाव सिर्जनाका लागि शुरू भएको हस्ताक्षर संकलन अभियानमा पूर्व सांसदहरू नै अनुच्छिक। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा मुलुकमा निर्वाचन वातावरण बनाउन राजनीतिक दलहरूलाई आग्रह। नेपाली कम्युनिष्ट पार्टीमा 35 सदस्य सचिवालय बनाउने तयारी। मध्य प्रदेशमा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता। राजसभाले समानुपातिक तर्फ उम्मेद्वार हुन इच्छुकका लागि 50,000 रुपियाँ शुल्क तोक्यो। मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टी नेकपामा मिसिने 6औं वरियता पाउने